सहभागी बनाउन सक्ने लिएर गयौँ, जेनजी सांसदहरू लिएर गयौँ। मतलब जेनजीका माग र राष्ट्रपाको उद्देश्यमा कहीँ पनि तात्विक धेरै फरक छैन। केही थप चिजहरू छन् जसलाई हामीले सामर्थ्य पुर्याएर उहाँहरूको सम्बोधन गर्ने कुरा हामी प्रतिबद्ध छौँ। अब हुने चुनावले त्यसलाई सम्बोधन गर्छ कि गर्न सक्छ कि सक्दैन भन्नु खोजेँ मैले। बिल्कुल गर्छ, त्यसैका लागि हामी लागेका हौँ। हामी अधिकतमभन्दा अधिकतम प्रयास गर्छौँ। हस्, धन्यवाद। एउटा मात्रै यदि तपाईँले भने यति धेरै गर्नको लागि पनि सरकारमा बहुमत चाहिन्छ। अहिलेकै निर्वाचन प्रणालीले कुनै पनि दललाई बहुमत ल्याउनको लागि सहज छैन भने अबको चुनावले ल्याउने अङ्कगणितमा चाहिँ तपाईँको प्रक्षेपण के हो? हामी एक्लै ल्याउँछौँ बहुमत भन्ने हो कि फेरि ठुला दलहरूसँग सहकारी गर्ने परिस्थिति पनि आउन सक्छ? मलाई के लाग्छ भने नेपाली नागरिकले पार्टीका रूपमा, नेताका रूपमा जति जो साथीहरूबाट आशा गर्नुभएको छ, अधिकांश साथीहरू अरू पनि हुनुहुन्छ, हामी मात्र आशाका केन्द्र भन्न खोजेको होइन। मैले उहाँहरूलाई कुनै पनि साथीको मैले अवमूल्यन गर्न खोजेको होइन। तर अधिकांश मानिसहरूले आशा भरोसा गरेका साथीहरूलाई हामीले एक ठाउँमा उभ्याइसकेपछि यसले ठुलो परिवर्तन गर्न सक्ने, हाम्रो सपना, राष्ट्रिय सपना, राष्ट्रिय आकाङ्क्षा पुरा गर्न सक्ने तहको मत ल्याउँछ भन्ने मेरो आकाङ्क्षा। म सङ्ख्या त म आज भन्न सक्दिनँ, तर मलाई लाग्छ हामीले चाहेका अधिकांश कुराहरू सम्बोधन गर्न सक्ने मत हामीले प्राप्त गर्छौँ। बाँकी कुरा नागरिकको विवेकमा छोडौँ। हामी आफ्नो हातले यो देशको भविष्य लेख्न सक्ने ठाउँमा हामीले पुर्याइदिएका छौँ, आफ्नै हातले। अब नागरिकले आफ्नै हातले आफ्नो देशको भविष्य लेख्ने ठाउँमा हामी नेताका रूपमा, हामी साथीहरू जो 3 जना अहिले मिलेका छौँ, अझै यो क्रम जारी छ, हामी त्यहाँ पुगेका छौँ। बाँकी तपाईँको हातमा छ, जनताको शासन हो, जनताको हातमा पुग्ने ठाउँमा हामीले पुर्याइदिएका छौँ। हस् साथी, धेरै धेरै धन्यवाद।